भगवान यो के भयो फेरि यो के भयो यो ए भगवान के भयो यस्तो यो के गति आयो फेरि पहिला कोरोना आयो कोरोनाबाट कतिलाई के भयो अहिले फेरि नयाँ भाइरस आएको छ अरे ए भगवान के भएको हैन बिहे गर्न पाइन्न कि के हो मरिन्छ कि के हो बेलैमा भने ए भगवान के हाती आइलागो के गति आइलागो हैन हाम्रो भाग्यमा र हाम्रो पुस्तैनीमा त खानदानै हुन लेखेको छैन कि के हो बिहे हुँदैन कि के हो फेरि नयाँ भाइरस पो आएको छ भन्छ भाइ लौ न बेलैमा बिहे नगरिकन जान पाइन्छ कि के हो माथि बिहे त गर्नु पर्यो भनेको गर्नै पाइन्न कि के हो अहिले आएर पो टेन्सन हुन थाल्यो त इन्डियामा फेरि नयाँ भाइरस आयो रे कोलाई के थाहा छ भन्नु होला कमेन्ट सेक्सनमा लौ न मलाई बेखारी गाह्रो पर्यो पिर पर्यो रुम्की आसम भइसक्यो बिहे पनि गर्न पाइन्न कि के हो यार फेरि भाइरस आयो रे ये भगवान के गति आइलाको फेरि ओ माई गॉड कस्तो खालको भाइरस फेरि हेर्नु त च्वाचेको मासु चाहिँ खाने को हुनुहुन्छ कमेन्ट सेक्सनमा पनि त्यो पनि भन्नु त च्वाचे मासु खाएर च्वाचेको नजिक गयो भने चाहिँ हुन्छ अरे फेरि त्यो भाइरस लाग्छ अरे हैन के खालको भाइरस हो सुँगुरको मासु खाएर लाग्ने भाइरस अचम्म छ यार कम्तीमा बिहे गर्न नपाए नि मासु त खाना दिएको हुन्थ्यो भाइरसले मासु पनि खाना दिन्न अरे यार मासु खानुहुन्न अरे नजिक जानुहुन्न अरे च्वाचे लबर को हुनुहुन्छ आश छोडिदिनुस् सकियो तपाईहरुको आश च्वाचे मासु जसले खायो त्यसको जिन्दगी गयो लौ न के गति आको यो भाइरस निकाल्नेलाई त मैले भेटे भने एक चाक मुक्कीले हानेर त्यसको मुसु फुटाइदिन्थ्यो हो मैले के गर्नु र मेरो बिहे नि हुन दिनु भएन च्वाचे मासु खान नि दिनु भएन त्यो भाइरसले त्यसको त मैले के गर्ने र हैन बेलैमै गइन्छ कि के हो भने मलाई पो अहिले टेन्सन भइसक्यो त हौ नेपालमा चाहिँ अहिलेसम्म भाइरस देखेको छैन अरे इन्डियामा चाहिँ देखियो अरे हौ हैन बाउआमाले त बेलैमा भन्थ्यो बिहे भनेको त बेलैमा गर्नुपर्छ केटा नत्र पछि गाह्रो हुन्छ भनेको थिए नभन्दै हुँदो रहेछ कि हो जस्तो लागिरहेछ आफूलाई ए भगवान